आज चाहिँ तपाईहरुलाई यो छोकु, लुङ्गु, टुल्कु यो तीनटा भित्रको मन्त्र पढेर सुनाउन गएको छु। छोकु भनेको चाहिँ सांगे नै हो। सांगेको शरीरलाई छोकु भनिन्छ। छोकु भनेको धर्मकाया छोकु। अनि जति पनि हाम्रो बुद्धहरु हुनुहुन्छ उहाँलाई चाहिँ हाम्रो छोकुको रूपमा हेरिन्छ, धर्मकायको रूपमा। त्यसकारण धर्मकायलाई चाहिँ छोकु भनिन्छ। छोकिकु धर्मको काया, धर्मको शरीर भनेर चिनिन्छ। अनि लुङ्गु भनेको चाहिँ सम्भोग काया। अब यो लुङ्गु भित्र चाहिँ हाम्रो केन्चक पाइरनहरु चाहिँ 13 वटा बताएका छन्। कुनै ठाउँ फरक पनि पर्न सक्छ, तर यहाँ मैले पढेको र मैले सुनेकोमा चाहिँ र यो 13 वटा आभूषणहरु प्रयोग गरिएको हुन्छ। लुङ्गुलाई चाहिँ हाम्रो नेपालीमा सम्भोग काया भनिन्छ। यो सम्भोग भनेको चाहिँ हाम्रो धर्मको सम्भोग, धर्मलाई मन्थन गर्ने, धर्मलाई निष्कर्षमा पुर्याउनका लागि मन्थन गर्ने कार्यलाई चाहिँ हाम्रो धर्म सम्भोग भनिन्छ। यो रूपमा चाहिँ हाम्रो चेनरेजिक अवलोकितेश्वरलाई लिइन्छ। अवलोकितेश्वरको पाइरन, अवलोकितेश्वरको रूपमा भएको बोधिसत्वहरुलाई चाहिँ लुङ्गुको रूपमा चिनिन्छ। लुङ्गु भनेको सम्भोग काया। अब टुल्कु भनेको चाहिँ निर्माण काया। अब यो कार्य गर्नको लागि जुन रूपको निर्माण हुन्छ त्यसलाई चाहिँ निर्माण काया भनिन्छ। निर्माण काया भनेको चाहिँ अहिले चाहिँ हाम्रो गुरु रिम्पोछेलाई उदाहरणको रूपमा राखिन्छ। गुरु रिम्पोछे अहिले निर्माण काया हो, टुल्कु हो, टुल्कु। अब यसरी छोकु सांगे भयो, थुप्पा भनेको सांगे नै हो, थुप्पा, छोकु। लुङ्गु भनेको चाहिँ अहिले उदाहरणको रूपमा चेनरेजीले लिएको छ। लुङ्गुमा चाहिँ 13 वटा दिव्य आभूषणद्वारा सजाएको हुन्छ। हाम्रो बोधिसत्व चेनरेजी अवलोकितेश्वर 13 वटा आभूषणद्वारा सजाएको हुनुहुन्छ, त्यसलाई लुङ्गु भनिन्छ। टुल्कु भनेको चाहिँ हाम्रो अहिलेको उदाहरणमा चाहिँ गुरु रिम्पोछे, अब यो चाहिँ लीला गर्ने, एउटा लीलाको स्वरूप देखाउने काया हो, त्यसकारण निर्माण काया भनिन्छ। हाम्रो यो बुद्धिस्ट भित्र, बुद्ध धर्म भित्र छोकु, लुङ्गु, टुल्कु यो तीनटा अति बहुमूल्य रत्नहरु हुन्। यो रत्नहरुलाई जानकारी लिनु धेरै आवश्यक हुन्छ। अहिले चाहिँ यो मैले बताएको चाहिँ एकदम संक्षेपमा हो, धेरै छोटो अर्थमा हो, तर यसको व्याख्या त अब त्यस्तै ज्ञानी व्यक्तिहरुबाट नै लिन सक्नुहुन्छ। मैले चाहिँ अहिले छोटो विशेष गरी जुङाकलाई संस्कृतको श्लोक जस्तै गरेर पढ्नको लागि कोशिश गरेर तपाईहरुले देखाएको छु। अब यहाँ हेर्नुस् तपाईहरुले, हाम्रो छोकुको जुङ, छोकु चाहिँ अहिले थुबङको निम्बो भन्ने छ। छोकु यो चाहिँ छोकुको जुङा हो। छोकु भन्ने धर्मकाया। छोकु चाहिँ अहिलेको चाहिँ बुद्ध भगवान हो। बुद्ध भगवानलाई चाहिँ थुबङ भनिन्छ। थुबङ निम्बोनी तदेथा ओम मुने मा मुनाय सोहा। तदेथा ओम मुने मा मुनाय सोहा। अब अर्थ चाहिँ यस्तो छ। तदेथा भनेको दिताते, यस्तै गरी थुप्पा भनेर चाहिँ मुनि भनिन्छ। थुप्पा भने मुनि,
थुपा छेम्पोला भने महामुनिलाई, थुपा छेम्पोलाई, महामुनिलाई। अब लुङ्गु चाहिँ चेन्रेजीको हो। चेन्रेजीमा चाहिँ अब चेन्रेजीको जुङ्दा यहाँ हेर्नुहोस् एकचोटि, अस्तिको पहिलो भिडियोमा पनि अलिकति मैले देखाएको छु तपाईहरुलाई। अब यहाँ पनि त्यही कुरा दोहोऱ्याएको छु। यहाँ हेर्नुहोस् चेन्रेजी निम्बो। चेन्रेजी चाहिँ अहिले अवलोकितेश्वर चाहिँ लुङ्गुको रूपमा लिन्छ, सम्भोकायको रूपमा लिन्छ, लुङ्गुको रूपमा, सम्भोकायको रूपमा। ओम मानी पात्मे हुँ, ओम मानी पात्मे हुँ। त अलिकति हामीले एकदम होसपूर्वक राम्रोसँग यो शब्दलाई हेरेर पढ्नु आवश्यक हुन्छ। सुरुमा हामीले आवेश गर्दाखेरि नै अलिकति विचार नगरिकन सरसर्ती पढ्यो भने धेरै त्रुटिहरू हुने गर्दछ। त्यसकारण हामीले सुरुदेखि नै अलि राम्रोसँग हेरेर पढ्नुपर्छ। अब त्रुटिपूर्ण र बिना त्रुटिको फल त धेरै फरक छ, त्यो तपाई हामी सबैले बुझेकै कुरा हो। यहाँ हेर्नुहोस् है त, अहिले ओम मानी पात्मे हुँ छ। यो ओम मानी बेम हुँ, ओम मानी बेम हुँ भन्छ, ओम मानी बेम हुँ, बेम हुँ, बेम हुँ भन्छ, त्यो यहाँ चाहिँ छैन। हेर्नुहोस् है, ओम मानी पात्मे हुँ। मैले यो अर्कै लेखेको होइन, यो मैले ठुलै विद्वानहरूले लेखेको किताबबाट नै मैले साबर गरी लेखेको हुँ, हेरेर लेखेको हुँ। त्यसकारण ओम मानी पात्मे हुँ छ। हामीले शुद्ध रूपमा पढ्दाखेरि चाहिँ ओम मानी पात्मे हुँ भनेर पढ्नुपर्ने छ। ओम भने ngaकी गोडेन, मन्त्रको शिर, मन्त्रको शिर। मानी, मानी भने नोर्बो, मानी बहुमूल्य रत्न, बहुमूल्य रत्नले चाहिँ मानी। पात्मे भनेको चाहिँ कमलको माथि, पात्मागी तेङदु भनेछ। पात्मे भनेछ, पात्मे भने पात्मागी तेङदु, कमलको माथि। हुँ ठिलेला कुलवा, सन्देश भागको रूपमा लगाएको, ठिलेला कुलवा। फ्री साबुन हो अहिले चाहिँ, यहाँ अहिले चाहिँ यो चेन्रेजीको साबुन, साबुन चाहिँ फ्री हो। साबुन भनेको 20 मन्त्र, 20 मन्त्र। यो फ्री अक्षरकोबाट, फ्री अक्षरको माथिबाट चाहिँ चेन्रेजीको भावना कम्सी गर्ने भएको हुनाले त्यसलाई हाम्रो बीज मन्त्र भनिन्छ, फ्री। गुरु पात्मा झुङ्नेकी जुङ, गुरु पात्मा सम बाबाको मन्त्र। ओम आ हुँ बजर गुरु पात्मा सिद्धि हुँ, ओम आ हुँ बजर गुरु पात्मा सिद्धि हुँ। ओम आ हुँ भनेको चाहिँ कुसुङ थुकी साबुन, कुसुङ थुकी साबुन। कु भनेको शरीर, सुङ भनेको वचन, थुक भनेको मन, साबुन भनेको बीज, बीज मन्त्र, बीजको मन्त्र। बज्रा भनेको दोजे, दोजे बज्रा, जुन चिज नाश गर्न नसकिने, अनाशवान, नाश गर्न नसकिने चिजलाई दोजेको रूपमा लिन्छ, दोजे। गुरु भनेको चाहिँ लामा, गुरु भनेको चाहिँ गुरु हो। गुरुको अर्थ चाहिँ त्यही हाम्रो जोबाट ज्ञान, आरती, अभिषेक लिन्छ त्यसलाई गुरु भनिन्छ। गुरु यो हो, गुरु चाहिँ एउटा पद हो। जो व्यक्तिबाट ज्ञान लिन्छ, जो व्यक्तिबाट अभिषेक वाङ लुङ लिन्छ त्यसलाई गुरु भनिन्छ। गुरुको ठिक्क लामा छेउमा उल्था गर्दा चाहिँ लामा हुन्छ, लामा भने चाहिँ गुरु हो। पात्मा, पात्मा भनेको चाहिँ अब कमल हो। पात्मा झुङ्नेकी धुन भने, अब यो पात्मा किन भनेको भने चाहिँ यो पात्मा सम्भवा, गुरु पात्मा सम्भवा चाहिँ गुरु रिम्पोछे चाहिँ कमलबाट उत्पत्ति भएको, आमाको गर्भबाट जन्मेको होइन, उहाँ चाहिँ जन्मिनु भएको होइन, उहाँ चाहिँ कमलको फुलबाट उत्पत्ति देखा परेको हुनाले चाहिँ अनि पात्मा भनिन्छ, पात्मा झुङ्ने भनिन्छ। पात्मा झुङ्नेको अर्थमा चाहिँ पात्मा लेखेको छ। पात्मा भनेको चाहिँ कमलबाट उत्पत्ति भएको अर्थ। सिद्धि, सिद्धि भने मोटुक,
अब यो टिबेटन कुरामा अब तिब्बतीय कुरामा चाहिँ मोटुब भनिन्छ, सिद्धि भन्ने चाहिँ। र सिद्धि नेपालीको जस्तै सिद्धि हो। सिद्धि जुन कुनै चिजको साधना गरेपछि त्यो साधना पुरा भएपछि जुन हाम्रो शक्ति प्राप्त हुन्छ त्यो शक्तिलाई सिद्धि भनिन्छ। त्यही अर्थमा यो सिद्धि हो। हुङ भनेको चाहिँ ठिले लाकुलवा हो भनेको छ। ठिले लाकुलवा सन्देश वाहकको रूपमा लागेको। सन्देश वाहक भनेको चाहिँ अहिलेको कुरामा चाहिँ मेसेन्जर, हुलाक जस्तो काम गर्नेलाई चाहिँ सन्देश वाहक भने, त्यसको सन्देश वाहक, त्यसलाई चाहिँ ठिले लाकुलवा भनिन्छ। हुङको अर्थ चाहिँ त्यस्तो छ। आज चाहिँ तपाईहरुलाई यो छोगुलङको टुल्गोसुमको जुङा र जुङाको छोटो अर्थ बताएको छु। तपाईहरुले राम्रोसँग हेरिदिनुस् र जुन धर्मबाट पाउनुपर्ने ज्ञान सबैले लिन सकिन्छ। मैले चाहिँ तपाईहरुलाई यो पढेर र कलेक्सन गरेर देखाएको मात्र हुँ। त्यसकारण तपाईहरुले पनि राम्रोसँग चिन्तन मनन र अभ्यास गर्नुस्। सबैलाई धन्यवाद।